हेलो एभ्रिवान, गुड इभिनिङ सबैजनालाई है। म चाहिँ आज चाहिँ यहाँनिर रामेन खानु आँटेको छु है। कति दिनको बादमा पुरा पिरो खानु मन पर्यो नि त। अनि चाहिँ रातिको 8 बजी चाहिँ खानु आँटेको म चाहिँ है। पुरा खानु मन पर्यो। रामेनको साथसाथमा कोक पनि छ। कोक चाहिँ बेसी खाएको छैन, घाँटी दुख्छ नि त राति हुँदा। अनि रामेन पनि बेसी छैन है। अनि चाहिँ म चाहिँ अब खानु आँटेको छु। तपाईँहरूलाई कोलाई मनपर्छ? एकदम चिसो भइसक्यो है अघि बनाएको बनाउनु चाहिँ। र अब खान्छु। तपाईँहरू कोलाई मनपर्छ कमेन्ट गर्नुहोस् है। खाए वन बाइटमै पुरै पिरो भयो। माई फेभरेट अलवेज। तर डेली चाहिँ खानु हुँदैन नि त यो। डेली चाहिँ खानु सक्दैन है। खानु चाहिँ मनपर्छ कि तर पिरो चाहिँ एकदम ज्यादा हुन्छ यो चाहिँ। त्यो चाहिँ खानु मजा आउँदैन नि। यो अलिक सबैजना छ भने चाहिँ मजा आउँछ नि मुखबङ गर्नु पनि। पसिना पसिना भयो। माम पनि हालेर खान्छु है। कोले चाहिँ यसरी खानु भएको छ है। मलाई चाहिँ एकदमै माम र मामसँग चाहिँ नि यसरी रामेनको ग्रेभीसँग चाहिँ नि माम हालेर चाहिँ एकदम मिठो मिठो हुन्छ नि। तपाईँहरू पनि कोले ट्राई गर्नु भएको छ यसरी है। मलाई चाहिँ एकदम मिठो लाग्छ मामको ग्रेभी रामेनको ग्रेभीसँग नि। माम खानु चाहिँ पुरा मनपर्छ। सधैँ चाहिँ नखानुहोस् होला कोही कोही बेला है। सधैँ खायो भने त अहिले फेरि एकदम पेटमा चाहिँ बिहान टोइलेट नजाने बनाउँछ फेरि। Flight video Doraemon. क्या मिठो भयो नि। अच्छा खान्छु जस्तै।
कतिहरू मैले चाहिँ हेर्नुहोस् त रामेन र माम चाहिँ यसरी चाटी चाटी खाइसकेँ। अब चाहिँ दामी। लाइट पनि गयो है, मेरो भिडियो क्लियर पनि नहुनु सक्ला र पनि हेर्नुहोस् होला। अनि यहाँनिर चाहिँ गुन्द्रुक र आलुको सुप बनाएको थिएँ नि त आज चाहिँ। दामी, यो पनि मिठो। अम्बो कस्तो पिरो भयो कि मलाई चाहिँ भन्नु पनि सक्दिनँ म। तपाईँहरू पनि बेला बेला खानुहोस् होला है, मजा आउँछ, जिउ पनि फ्रेस हुन्छ, पिरोले एनर्जी पनि आउँछ है। म चाहिँ एकदम कोही कोही बेला ल्याएर खान्छु नि त, मजा लाग्छ मलाई चाहिँ, मिठो हुन्छ है। यो चाहिँ गुन्द्रुक र आलुको सुप। र मेरो भिडियो तपाईँहरूलाई यहीँ एन्ड गर्दैछु है। अनि कोलाई मनपर्छ अलिकति कमेन्ट गरिदिनुहोस् होला है। अनि धेरै माया गरिदिनुहोस् होला। फेरि मिल्नेछु तपाईँहरूसँग अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ।